हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आजको ब्लग चाहिँ सौराहाको होइन। हामी चाहिँ यो बिदाको टाइममा अहिले इक्जाम सकेपछि त बिदा नि त, त्यही टाइममा चाहिँ हामी मिलाएर चाहिँ सौरा घुम्न जाने प्लानिङ गरिरहेका थियौँ। सौराको गरेर चाहिँ यात्रा गरिसकेका छौँ। त्यहाँ सौराको बाटोलाई हेर्नुहोस् त, यति राम्रो छ कि ओएमजी। हजुरहरूलाई कस्तो फिल हुन्छ भन्दाखेरि एकदम विदेशमा हिँडे जस्तो फिल हुन्छ क्या। यति राम्रो गराएको छ त्यहाँको बाटोहरू, बोर्डहरू लिएर होइन। त्यहाँको जस्तै अब फोहोरहरू पनि सबै व्यवस्थित गरेर राखेको छ। त्यस कारणले पनि रोडहरूलाई चाहिँ एकदमै राम्रो गराएको छ कि वरिपरि पनि एकदमै हुन्छ नि, कस्तो फोटो पनि खिच्न मन नभए पनि खिचम हुने खालको छ कि एकदमै राम्रो छ। हजुरहरू पनि कुनै दिन भिजिट गर्नुहोस् र आनन्द लिनुहोस् होइन। हामी चाहिँ सौराको लागि चाहिँ हिँड्यौँ है। नानीले चाहिँ हात्ती हेर्ने, जतिखेर पनि खाना खाने बेलामा पनि हात्ती हेर्ने, सुत्ने बेलामा पनि हात्ती। अनि नानीले चाहिँ जतिखेर पनि हात्ती हेर्ने भनेर चाहिँ मैले चाहिँ अब ल साह्रै गऱ्यो भनेर हात्ती देखाउन लिएर गएँ। अनि पारिबाट हेर्दाखेरि गाडीबाट चाहिँ हामीले हात्ती देख्यौँ कि त्यहाँ। अनि एकछिन गाडी रोकेर चाहिँ नानीलाई चाहिँ हात्ती देखाइदिउँ भनेर लयौँ। अनि उहाँ सौरातिरको मान्छेले के भन्नुभयो भन्दाखेरि हात्ती सबै चाहिँ त्यो सरकारी हात्ती जति चाहिँ सबै चराउन लिएर जान्छ र 4 बजीतिर या 5 बजीतिर आउँछ, अहिले देखिँदैन भन्नुभयो। अनि त्यही भएर चाहिँ हामी एकछिन त्यही गाडी रोकेर चाहिँ नानीलाई हात्ती देखाइदिएको। एउटा इच्छा चाहिँ पुरा गऱ्यौँ होइन। अनि पप्पो हेर्ने भनेर हामी ड्याम साइडतिर पनि गयौँ है। ड्याम साइडतिर लगेर चाहिँ त्यही त्यो के अरे ढुङ्गाबाट बनाएको सर्पहरू पनि कि नानीले हेरी पप्पो भनेकै सर्प भनेको। अनि देखाइदिउँ। अनि वरिपरि हेऱ्यो, पानी धेरै देखेर उसलाई चाहिँ एकदमै खुसी लाग्यो कि पानी भनेपछि 3 बज्नु पर्ने खालको है। त्यसपछि हामीले चाहिँ एकछिन फोटोसोटो खिच्यौँ, नानीको भिडियोहरू गराइदियो। ऊ चाहिँ हेरिरहेको छ है। अनि एकछिन घुम्दा उसलाई चाहिँ के भन्छ कि भोक लाग्यो पनि भनिरहेको थियो। अनि मैले चाहिँ एकछिन भिडियो गरौँ भनेर चाहिँ हामीले भिडियोहरू गरायौँ, फोटोहरू गरायौँ। अनि त्यसपछि चाहिँ होटेलमा गयौँ होइन। उसले चाहिँ भोक लागेर चाहिँ अनि के खाने भनेर देखाउँदा मोमो खाने भन्छ। अनि त्यसपछि हामी घर फर्किने सुसार गऱ्यौँ। अनि हामीले